मती त बल्दिन है अब लाइट छोड हर हास्छ सीमा कहाँ हो सीमा के सीमाले बोल्दै सीमा भनेको सीमा टिका लगाइदिन्छ के अरे कहाँ हिँडेछ टिका लाउनु पर्दैन नि लगाइदिनु पर्दैन बाहिर बाहिर भएन कि झोलाले माथि लाएर कलस खोइ आइदे सोधन बाहिर माथि लाने कलस खोइ त ओला जोगाउनु लागि एउटा लोटा चाहिन्छ दिदी
यता खोइ खोइ ल्याउनु पर्यो नि त सबुन राख्नु पर्यो नि त ओहो दिदीबहिनीले बिर्सिदियो हुन्छ त राख्नु पर्छ नि राख्ने दिदीबहिनीले हो हामी पनि त्यही बाटो छिर्नुपर्छ अब सबै त्यो को दिदी को बहिनी को अन्डा खान्थ्यो त भाइहरूलाई छेकेर राखेर पठायो नि त कता जाने अब यताबाट होला कि उताबाट कताबाट जाने हो यताबाट यो पनि ल अहिले पुगेर बनाउनु त पालिसित बोल्नु नि त है यो छाता अलि माथि उडा न अब पर्दैन अब छोड्दै हिँड्ने बेला कहाँ खिचेर बस्छ फाइनली जन्ती गएर हामी यो फटाला कस्तो लागिरहेको तँलाई घोडा चढी म हो क्या आज शीतल भन्दाको तिम्रो हो कि त्यो तिम्रो हो कि त्यही भएर धुलो नाउँबाट जाउँ कि कहाँबाट उठ्दैन धुलो ल धुलो नाउँबाट लाऊ अलि मात्रै देखिने कि क्यामेराले देखिँदैन अनि
घोडा मातिन्छ एकछिन पछि फेरि ल घोडा चढाउँ घोडा घोडालाई रौसी लाएर भन्नु चाहिँ न कार हानी हो त भयो हुन्छ त माछ पोले खाएर भन्यो माछ पोले खाएरले खरानी पनि त होला केटाहरूले घोडा चढ्दाखेरि उत्पन्न गरेछ म जबर छ नि अम्माले
Beauty bulan gini berarti nggak boleh ganti sekian sayur bulan bola kayak ganti sekian kalau lihat sama letter बाटो भए पैसा हमरे मान्छे हारे कहाँ जाने लिनु होइन भन्दा भन्ने बित्तिकै हुन्न फेरि होइन त पैसा हो कि पैसाले काम चल्दैन बनाउँछ र यहाँ पोस्टको अन्त चलाउँछ लाइटर नानी मान्छे होला अब भोलि बिहानै जानु भयो बेहुली लिएर घर होइन राख्न राख अहिले चाहियो भन्न आउनु भन्दा अब स्वर छ त्यो त यहाँ पनि यहाँ दिँदा छैन कि त कुरा ढुङ्गो रे जाजु तपाईँ के आफै यहाँ बसेको पनि गिलासमा हाल्नु त्यो बोटी नबाल्ने त्यहाँ लाग्छ ठिक ठिकै भइसकेको छ सबै ठिक ठिकै भइसकेको छ ठिक ठिक भइसकेको छ
बेहुला गाह्रो भएछ कति पखाउनु पढाइ धेरै गाह्रो बेहुली भेट्न नपाएर धेरै गाह्रो खुवाएको होइन बेहुली भेट्न नपाएर गाह्रो भएछ भेट्छ के हतार गर्नु अरे प्रतीक्षाको फल मिठो हुन्छ थाहा नि त्यो प्रतीक्षा गर्नुपर्छ धैर्य गर्नुपर्छ पाइन्छ पाइन्छ अवश्य बोकेन हुन्छ तल थाम मारिसम्म बोक्नु पर्दैन बाहिर निस्किनु बाहिर बाटो 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 खाली गरौँ पानी आयो पानी ल सायद पर्यो है सायद ल अलि 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 उता सर्नु त डाइरेक्ट पहिला पेले गर्ने हो बेहुली स्वागत गरिहाल्नु ल हजुर आइपुग्यो बेहुली पनि ल हजुरको विधिले के गर्ने ल तपाईँ हातमा पर्दैन भाइ भाइ पूजा गरेर त घेरा 3 चोटि आइ भयो नि सिधै उभ्याउ न अब भयो ल भएको छैन अब एकचोटि फुलमाला फुलमाला माला सब छ माला त्यहाँ राखिदिनु सबै स्वागत जिल्लामा हाल्दै खाँदै भयो होला अब एकचोटि हुँदैन जैसन यस्तो छ म त ल भयो भाइ ल भयो अब उभे मलाई चाहिँ बेहुलाको माला खोल्ने को छ
बिस्तारै होइन होला ल भान्जा तैँले उठ उठाउ तैँलाई तँले उठ उठ तँले उठ ल बाजेले पढ्ने होला नि ल भन्नु बाजे ल्यायो फेरि स्वागतम उता देब्रे हातमा नलगाऊ बहिनी सक्यो होइन दाजु अब केही छ त छैन अब के गरौँ ल अब जग्गातिर फर्किने हो देउला देउनी हो पर्छ ल कति ठुलो डान्स शाउलीको सवार भयो यता दुवै जानुपर्छ यसो गर्नु पऱ्यो साली रहन्छ भेना जुत्तै खोसेन अब के गर्नु सबै झेली जाने रहेछ साली पनि अर्को बत्ती राखेर सल्काइदिनु त्यहाँनिर हुन्छ तपाईँको माथिसम्म पनि फेदरसम्म काम अब बन्यो बोलेर खाएको जैसिल ल्याएर नफर्क अब यहाँ हाल्दा खुल्ला
अलि परब न है लुगा उता उता चाहिँ जहाँ भए पनि यहाँ आज 2081 साल 1 महिना 6 गते बिहिबारको दिन यस स्थानमा शुभ विवाहको शुभ कार्यमा आसन ग्रहण गर्नको लागि समय एउटा बेहुलीलाई उ गर्ने मान्छे सँगसँगै चाहिन्छ हे भगवान भने दुःख मल्ला मलेडा पर्दैछ मैले फोटो हाल्नु उदयबार नगरमा सिँढी के भन्छ के भन्छ त सोध्नु खालि कुरा गरिदियो जय सर उदय पाती दिनु पर्यो
1000 दिउँ चामल आदिवासी उठेको छ आदिवासी राजा त चोर त मनुष्य त अमृत गीत उदक त कृष्ण कण्ठ कथा नगद जनपद असम्मत असमिको अष्टपुरुष चण्ड हति असमिको पूर्ण अहिले चिज मनुष्यको दिव्य छ तर सुग्र मैसे एकर नाना भयो नाना नाना उपद्र अहिले पछाडी ढौरी अहिले लिएर गइन हुन्छ कि त्यति कैसे भइसक्यो यो अब दिदी पनि पालो खोइ वर्ष अब दिदी पनि पालो या यसको चाहिँ माछा अनि जोइको हातमा बाँकी छ अर्को छ अर्को एउटा भाइ आउँछ भान्साले चाहिँ राख्नु बहिनीको हातमा थियो अनि तपाईको तल बहिनीको यहाँ माथि राख्नु होइन उता भने ल खोइ छ भने आउन भनी ल तिमीले चाहिँ पानी हाल्छौ ओ यहाँ अब यता आएर ओ यहाँ छ पानी सार आफै सार हाल्छौँ न आज अब ल चिप्टी ल अहिले त्यो गर्नु पर्दैन अहिले सिन्दुर पोते गर्दा फेरि खोल्नु पर्छ त्यो निकाल्ने मात्रै काम गरौँ न अहिले नानी बराबर भएको छैन रे केटा मान्छेले एउटा अस्पताल उचाल्नु एउटा कान्छी उचाल्नु त्यो सानो नानी खोइ त्यो यो गर्नु त यो हातमा दिनु त बहिनी उता बस ओ त्यहाँ गएर बस अहिले आउँछ नि त भट्टा डोरे खोइ बेहुला खाऊ बहिनी खाऊ ल त्यहाँ खुवाइदियो ल अझै अर्को गाडी अर्को नि खुवाइदिनु मान्छ अर्को गाडी खुवाइदिनु कस्तो लाज माने होला भाइ है खुवाइदियो भाइ
भात त जुठो खानुपर्छ जति जुठो खायो त्यति माया बढ्छ नानीलाई त टिका मात्रै लगाइदिने हो कि तिमीलाई त हात हुँदैन हात हुनु बाँकी छ नाचेर आउनु लाजा त कहिले कहिले त्यो अहिले अन्तिममा घर जाने बेला यहाँ सिधौँ पऱ्यो यो त छैन आज भनेर भोलि गऱ्यो भोलि पर्सि गऱ्यो छेत्री बाहुनले 10 वटा बिहे गर्छ मगरले अब एउटा बिहे 10 दिन लाग्छ कसो लाग्ने
यो कति झिँदैन हुन्छ बाबा अब अब चाहिँ पक्का भयो अहिले झन् तलतिर लान्छु यहाँ सगुन आउने ढोकामा दिदी सगुन यहाँ लिएर आउनु बढी भयो त ठुल भाइहरू बोलाउनु पर्ने कि अलिक कति दाजुभाइ सबै जग्गा हो पढाइन्छ फेरि त्यसको बहिनी भोलि हालेर थाहा भएछ भन्छ दाजुभाइ डल्ले दाइ खोइ त हाम्रो डल्ले दाइ खोइ त बुढा खोइ त दाइ खोइ त दाइ बाँगे दाइले बाबु नवीन दाइ खोइ त बुढी बोक्छ अलि बोलेले गर्नु पर्यो दाइले बोक्छ मलाई गाह्रो हुन्छ लानु हुँदैन तर बाबु अनि पछि यतै भाडा चाहिँ लानु नआउने भाडा चाहिँ लानुपर्छ बहिनीलाई बोक्नु म तपाईँ बोक्छु भेनाले पहिला खाँदैन पनि भेना कहाँ गयो त आमाले मात्रै पार्नु एकछिन
चिन्ता कमी दही हाल्नु पर्यो दही हाल्नु पर्यो होइन आधी परे ज्वाइँलाई खान्थ्यो आधी परे छोरीलाई खान्थ्यो न हो त्यसरी अब निकाल्नु बाटो छोडो बाटो नचला भने यता हेर्नु न यता कान्छी हो कान्छी खोजेले कान्छी मेरो कपाल ल्याएन ए जुत्ता लुकाए क्या छैन पैसा हालेर यति
बेहुली पेटोको तपाईँले पर्दैन नर पनि पैसा राखेर छड्किनु पर्छ दिदी सब होला हो बहिनी जानु सानो यहाँको है बेहुलाको पालो हो नि के गर्नु पर्यो अब त नानीहरु बेहुला चाहिँ लगाइ अनि के गर्छ नि अन्डा माथि खाएर ओ यो सिना पानी छम्किया नि दिदी अब राउँ घरमा पनि राख्नुपर्छ नि साह्रो छ त्यो दुध छैन दही होइन हो यो अलिअलि मुखमा हाल्ला लाग्दो पनि अरूले खान्छ होला सगुनु ल दुईपट्टि एक एउटा राखे मै मात्र राखेन हुन्छ है बुवाले दिन्छ नानीले चाहिँ त हाम्रो बुवाले के को नानी यहाँ अब त बगिरहेको खोली ताली मलाई दिया होइन त सब समय के नाच न यतै हो बेहुली लिनेको मान्छे बेहुली नलि आइन नआइ भएन त्यो यहाँ पुरेले यस्तो